यो साउदी अरबबाट अनि बिउ ल्याएर यहाँ बेर्न जमाएर मैले यो खजुरको चाहिँ खेती गरेको छु। अहिले 7 वर्ष भयो यसले फल दिन थालेको छ। अनि यो चाहिँ स्याङ्जा जिल्ला गलेङ नगरपालिका वार्ड नम्बर 11 जिमुवा ढकाल थारमा पर्छ। मेरो नाम बाबुराम ढकाल हो। अनि यो खेती पनि हामीले मिहिनेत र लगनशील तरिकाले गरिन्छ भने नेपालमा पनि साउदी अरबको फल नेपालमा पनि फल्ने रहेछ भन्ने कुरा प्रमाणित भएको छ। अनि हजुरले करेसाबारीमा के लगाउनु भएको? मेरो करेसाबारीमा अनार छ, अङ्गुर छ, आँप छ, लिची छ, अनि अबोगाड छ, अमला छ, मेवा छ, हैन, स्ट्रबेरी छ, सबै चिज फल्छ। सबै चिज फल्छ। कटहर कति फल्छ? कटहर पनि जति खोजे पनि छ। कटहरका बुटा घरमा नभएर अलिक पर छ। मेवा पनि छैन, अलिक फलहरू त्यति छैन, मेवाका बुटा मात्रै छ, त्यो भन्न भएन। अनि कटहर घर पढा अलिक पर 200-300 कटहर चाहिए पनि हामीतिर उपलब्ध हुन्छ, उपलब्ध गराउन सकिन्छ। लिची पनि टाइममा आए 2-4 कुइन्टल उपलब्ध गराउन सकिन्छ, होइन। अनि फलफुललाई घरको लागि है, हामी कृषक हो, कृषकले घरको लागि चाहिँ हामीले प्रशस्त फलफुल बनाएर खान्छौँ है। 6वटा कटहरका बुट्टाहरूमा फल छ। हामी कृषक हो। मैले वर्षमा लगभग 70-80 बोरा आलु, 100 बोरा आलुको बिउ पनि दिएकै छु नेपाल सरकारलाई। अनि धानको बिउ पनि 500-600 किलो दिएकै छु। मकैको बिउ पनि 50-60 हजारको दिएकै छु। म मिहिनेत गर्छु अनि नेपाल सरकारलाई बिउ उपलब्ध गराएकै छु। ल, धन्यवाद। होइन गरेको छु म।